हामी सबैलाई थाहा छ कि उद्धार ख्रिस्टमा छ। आमेन। उद्धार दिनुहुने प्रभु येशू हुनुहुन्छ र उद्धार हामीले ख्रिस्टबाट नै पाएका छौँ। र यो उद्धार पाउनु हाम्रो अधिकार हो। र यो उद्धार पाउन हामीले कसरी सक्यौं भन्दाखेरि जब ख्रिस्ट क्रुसमा बलिदान हुनुभयो र तेस्रो दिनमा जब बौरी उठ्नुभयो तब मात्र हामीले एउटा उद्धार पायौं। तब मात्र हामी हरेक पापहरूद्वारा हामीले उद्धार पायौं। उहाँको ख्रिस्टको रगतले हामी किनियौं र ख्रिस्टको रगतद्वारा नै हामी बाँचियौं। आज यो कुरा प्रश्न हुन जरुरी छ कि हामी कसका निम्ति जिउँदैछौँ र कसद्वारा हामी किनिएका हौं। र परमेश्वरको वचनले हामीलाई भन्दछ कि योना 3:16 परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो र ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। अनन्त जीवन हाम्रो निम्ति थपियो, अनन्त जीवन हाम्रो निम्ति दिइयो र त्यो हुन सक्नुको खास कारण चाहिँ पुत्र यस संसारमा आउनुभएको कारणले हो। यदि ख्रिस्ट येशू संसारमा नआउनु भएको भए हाम्रो के हुन्थ्यो, हाम्रो हालत के हुन्थ्यो। तर परमेश्वरले ती कुराहरू गर्नुभयो। तर परमेश्वरले आफ्नो पुत्र पठाउनु भयो र किनभने हामीलाई उहाँले प्रेम गर्नुहुन्छ भनेर हामी योना 3:16 पाउँदछौँ। र 17ले पनि भन्दछ किनकि परमेश्वरले संसारलाई दोषी ठहर्याउन भनी पुत्रलाई संसारमा पठाउनु भएन। हामीलाई दोषी ठहर्याउन उहाँले आफ्नो पुत्र पठाउनु भएन तर संसार उहाँद्वारा बाँचोस् भन्ने किसिमले उद्देश्यले चाहिँ ख्रिस्ट यस संसारमा आउनु भएको थियो। र ख्रिस्टमा कसरी हामीले उद्धार पायौं भनेपछि जब ख्रिस्ट बलिदान हुनुभयो हाम्रो निम्ति तब हामीले उद्धार पायौं। हामी पापमा जगडिएका थियौं, हामी पापमा बोन्डेज अथवा पापमा दबिएका व्यक्ति थियौं, हामी एउटा परम्परामा आधारित व्यक्ति थियौं। तर प्रभु येशू ख्रिस्टको रगतले चाहिँ हामी उद्धार पायौं। रोमी 6:23ले पनि भन्दछ किनकि पापको ज्याला मृत्यु हो तर परमेश्वरको सित्तैको वरदान ख्रिस्ट येशूमा हाम्रो प्रभुमा अनन्त जीवन छ। पापको ज्याला चाहिँ मृत्यु हो र त्यो मृत्युबाट बचाउनको निम्ति चाहिँ हाम्रो निम्ति चाहिँ ख्रिस्ट आउनु भएको कुराले पनि यहाँ रोमी 6:23ले पनि हामीलाई भन्दछ। र यदि हामी मर्कुस 10:45 हेर्छौँ भनेपछि मानिसको पुत्र सेवा पाउन होइन तर सेवा गर्न र धेरैका छुटकाराको मोलको निम्ति प्राण दिन आएको हो। र हामी इस्टर सन्डे मनाउँछौँ, गुड फ्राइडे हामी सेलिब्रेट गर्छौँ। यी कुराहरूलाई पनि हामीले बुझ्न जरुरी छ कि हामी ती कुराहरू किन मनाउँछौँ। ख्रिस्ट हाम्रो निम्ति मर्नुभयो, ख्रिस्टले हाम्रो निम्ति चाहिँ हाम्रो निम्ति मोल तिर्नुभयो र त्यो मोल तिर्नको निम्ति चाहिँ उहाँले आफ्नो प्राण त्याग्नु भयो भन्ने कुरा हामी मर्कुसको पुस्तकमा पनि हामी पाउँदछौँ। र कलसी 1:14ले पनि भन्दछ उहाँमा हाम्रो उद्धार अर्थात् पापको क्षमा छ। उहाँमा हाम्रो उद्धार र पापको क्षमा छ। पापको क्षमा हामीले कसरी पायौं भनेपछि उहाँमा मात्र पायौं। किन भनेपछि वचनले भन्दछ कि बाटो सत्य र जीवन चाहिँ ख्रिस्ट येशू मात्र हुनुहुन्छ। आमेन। र यी कुराहरू हामीले कसरी पायौं भन्ने कुराहरू चाहिँ हामी एफिसी 1:7 पाउँदछौँ। उहाँको अपार अनुग्रह अनुसार ख्रिस्टको रगतद्वारा हामी उहाँमा उद्धार हाम्रो पापको क्षमा पाउँदछौँ। आमेन। उहाँको अपार अनुग्रहले उहाँको रगतद्वारा हामीले उद्धार पायौं र हाम्रो पाप क्षमा भएको कुरा हामी यहाँ पाउँदछौँ। र संसारको कुनै थोक सुन चाँदी अथवा अमूल्य चिजको ले कुनै पनि कुराले हामीले किनिएन तर केवल उहाँको ख्रिस्टको रगतले हामी दाम तिरिएर उहाँको निष्कोट र निष्कलन हैन थुमाको रगतले जो ख्रिस्ट हुनुहुन्छ उहाँद्वारा हामी किनियौं। र यीद्वारा हामीले के लाभ भयो भनेपछि हाम्रा पापहरू क्षमा भए, हामी स्वतन्त्र भयौं, हामीले अनन्त जीवन पायौं। ख्रिस्टद्वारा हामी किनियौं र ख्रिस्टमा हामी एउटा छोरा
अथवा छोरी भनी कहिले आयौ। त्यसकारण बाइबलले भन्दछ यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो कुरा बिति गएको छ, हेर नयाँ आएको छ। यसको मतलब जब ख्रीष्टमा हामी आयौं, ख्रीष्टद्वारा हामी किनियौं, तब हामी नयाँ भयौं, तब हामी एउटा नयाँ सृष्टि जस्तै हामी भएका छौं। हामी पुरानो नियममा पनि देख्न सक्छौं कि ख्रीष्टको बलिदान हुनेछ भन्ने कुराहरू, ख्रीष्टले चोटद्वारा हामी किनिने छौं भन्ने कुराहरू हामी यशाया 53:5 पाउँदछौं। यहाँ भनिएको छ, तर ऊ त हाम्रा अपराधहरूको निम्ति छेडियो, हाम्रा अधर्मका निम्ति ऊ पेलियो, हामीमा शान्ति ल्याउन दण्ड उसमाथि पर्यो र उसको कोर्राको चोटले हामी निको भयौं। हामी ख्रीष्टको कोर्राको चोटले हामी निको भएका छौं। ख्रीष्टको कोर्राको चोटले हामीले त्यो बलिदानले हामीले स्वतन्त्रता पाएका छौं। हाम्रो पाप क्षमा भएको छ। आमेन। र यी कुराहरू, यी वचनका विभिन्न एभिडेन्स र प्रमाणद्वारा हामी यो बुझ्न सक्छौं, यी कुराहरूमा हामी घोषणा गर्न सक्छौं कि ख्रीष्ट हाम्रो उद्धारकर्ता हुनुहुन्छ। उहाँद्वारा नै हामीले उद्धार पाएका छौं। आमेन। उहाँद्वारा नै हामीले स्वतन्त्रता पाएका छौं। त्यसकारण यो विश्वास, यो आशा हामीमा छ कि उहाँ एक दिन अवश्य आउनुहुनेछ र हामीले फेरि लिन आउनुहुनेछ। र यो कुरा पनि जान्न जरुरी छ कि हामीले उद्धार प्रभुमा पाएका छौं र प्रभुमा नै पाउनेछौं र यसको कुनै विकल्प छैन। आमेन। त्यसकारण हाम्रा अपराध क्षमा हुनुको र हामीले स्वतन्त्रता पाउनुको मुख्य कारण चाहिँ ख्रीष्ट हुनुहुन्छ र हाम्रो उद्धारकर्ता उहाँ नै हुनुहुन्छ। मलाई विश्वास छ यो वचनले तपाईलाई किसिमको भरोसा दिलाएको छ कि ख्रीष्ट नै हाम्रा उद्धारकर्ता हुनुहुन्छ। मलाई विश्वास छ यो कुराले तपाईलाई अझ रिमाइन्ड गराएको छ, अझ सम्झाएको छ कि हाम्रो उद्धारक ख्रीष्ट प्रभु मात्र हुनुहुन्छ र उहाँको रगतले किनिएका हामी मानिसहरू हौं र उहाँद्वारा नै हामी क्षमा पाएका व्यक्ति हौं। आमेन। धन्यवाद। यो वचनले तपाईको सम्पूर्णलाई आशिष मिलेको होस्। Thank you for watching. God bless you all.